आज हामी अखिल असम गोर्खा छात्र संघ आम्बी चिन्तुङ आञ्चलिक समितिको तर्फबाट हाम्रा सिङ्गार सम्माननीय जुबिन्दा हिजो अचानक एउटा एक्सिडेन्टमा परेर सिङ्गापुरमा मृत्यु भएको खबरले हामी सबै शोकाकुल भएर आज उहाँको आत्माले शान्ति पाओस् भन्ने सोचले दीप जलाएर उहाँलाई श्रद्धाञ्जली दिन यहाँ उपस्थित भएका छौँ। र हामी बिचमा अखिल असम गोर्खा छात्र संघ आम्बी चिन्तुङ आञ्चलिक समितिका मुख्य सचिव साथै आक्सु पश्चिम कार्यालय जिल्ला समितिका साङ्गठनिक सचिव श्रीमान नवीन महतजी पनि हुनुहुन्छ र आञ्चलिक समितिका मूल सचिवलाई 2 शब्द राखेर आजको कार्यक्रम शुभारम्भ गर्न अनुरोध गर्छु। धन्यवाद। यहाँ सबैलाई थाहा छ, एकदम सबैलाई एउटा दुःखको असमलाई हाम्रो असमलाई नै सांस्कृतिक जगतमा ठुलो स्तरमा पुर्याएर उहाँको जुन योगदान थियो, हाम्रो जातिलाई पनि समेटेर एकसाथ हामीहरूको जातिको पनि धेरै गाना गाएर एकजना वान अफ द हार्ट थ्रोप अफ आसाम भन्छ उहाँको अनुरागीका साङ्गठनिक सचिव नवीन महतजी पनि हुनुहुन्छ। उहाँलाई पनि 2 शब्द राख्नु धन्यवाद। सबैलाई ज्ञात भएकै कुरा हो, आज यस शोकाकुल अवस्थामा हामी जुबिन्दाको लागि केही शिर शान्ति उहाँको आसामलाई समग्र विश्वमा हाम्रो आसामको एउटा चिनाकी एउटा आज उहाँ हामी बिचबाट हामीले गुमाएका छौँ। र मनोज कुमार राईजी उहाँ आम्बी चिन्तुङ आञ्चलिक समितिलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। भन्नु भने एउटा हिरा एउटा मोती, एकजना लेजेन्डरी आर्टिस्ट कलाकार सिङ्गरलाई हामीले गुमाएको छौँ। सिङ्गर उहाँको आत्माले चिर शान्ति पाओस् भन्ने कामना गर्दै मेरो भनाइलाई यहीँ समाप्त गर्छु। धन्यवाद। असमका एकजना सुप्रसिद्ध कलाकार गायक, असममा बसोबासो गर्ने गोर्खा लगायत प्राय सबै जस्तो जनगोष्ठीकै गीत गाएर आज सारा असमव्यापी तथा सारै भारतवर्षमा आफ्नो छाप छोड्नुभएका परम श्रद्धेय कलाकार गायक सङ्गीत शिल्पी जुबिन्दा देवको हिजो सिङ्गापुरमा भएको एउटा आकस्मिक दुर्घटनाले हामी बिचमा रहनु भएन। यो दुःखको घडीमा आज सारा आसाम लगायत सम्पूर्ण भारतवर्षै स्तमित भएको छ। हामी सबै दुःखको एउटा गहिरो परिस्थितिमा छौँ र म आशा गर्दछु उहाँको त्यो मृत्यु अमर रहोस्, उहाँको आत्माले वैकुण्ठमा बास पाओस् र उहाँ सधैँ हामी बिच रहिरहनुहुनेछ। गोत्र अरे नि त हाम्रो त गोत्रले रहेछ नि तिमी ताल्नु के गर्नु यस्तो उँधो हात पारेर नृत्य गर्ला यस्तो त्यो नियमै छ। भिडियो गर्दै